कस्तो घाँसको बारी हो र किरण अति सजिलो हुन्छ एलसिडी त्यसम हाम्रो केशवले अलि सानो खालको टिभी एलसिडी बोक्दैछन् ए अर्को बोक्ने हो ए मादल ए यो हेर हाम्रो किरणले ओइ के भन्नु हेर्ले ल है हाम्रो किरणले हो मजा आयो किरण यता हेर्न त्यसैमा हेर्ने हो फोटो हुन्छ त हाले पर्नु दुख्छ अरे के भन्छ यसले हाम्रो गाउँले जीवन यस्तै छ दाउरा उता पोस्टतिर एलसिडी लिएर आउँदैछन् हाम्रो केशवले हैन केशव त्यो मुसुक्क हाँस्दैन न फर्केर हाँस नि यसो हाँस न होइन क्या यति क्या ठोरै क्या छोरै यति खिचेको हाँस्देऊ न 2 रुपियाँको क्या 2 रुपियाँको हाँस न 2 रुपियाँको हाँस अन्त केशव तरुल खने भन्दा तिमीले बनतरुल क्या कति खने कति खुरमेल पनि खायो हो नि त
पाकेको खुर्मेली हो नि त नपाक्दै पनि खायो खाए खाए ल किरण काँचो काँचो खाएको हो के भएर त्यो त गोठ भड्केको त्यस्तो त्यही भएर रहेछ यहाँ हेर त वन कुखुराको अन्डा वन कुखुराको अन्डा ओए किरण किरण सन्चै छस् यो हाम्रो किरणले किनेको एलसिडी केशवले बोकेको हैन र किरण कुन बजारबाट किनेको रे चेन्डाडा बजार के बजार अरे केशव एउटा गीत गाइदेऊ न जरा हाम्रो केशवको पसिना आछ यस्तो हुन्छ काम गर्दा है यस्तो हुने चाहिँ यसो पसिना देखाइदेऊ न यसो क्या हातले पुछेर क्या लुगाले पुस्ने पोस्दिने कोही हुनुहुन्छ भने हाम्रो केशवको पसिना सम्पर्क गर्नुहोला नम्बर चाहियो नि कमेन्ट गर्नुहोला मैले यो केशवको नम्बर मैले पठाइदिन्छु अनि फेसबुक आइडी के अरे भन्देऊ न फेसबुक आइडी हो नम्बर कति हो नम्बर पनि भनिदेऊ हेर्न पर्छ मोबाइललाई एलसिडीमा हेरौँ न के जोडेको छैन रे करेन्ट सप्लाई भयो कहाँबाट पताबाट आउँछ अरे पताबाट आउला किरण यो एलसिडीको उद्घाटन कसले गर्ने भने के मै गर्ने अहिले सादा नम्बर भनिदेऊ न मलाई मन पराउने कोही हुनुहुन्छ नि सम्पर्क गर्नुहोला भन न नि त ल घरमा एउटा बुहारीको खाँचो छ मकै भात्ने टाइममा भन के भन त गुल्ट्यो भने अरू विकल्प छ नि त किन छैन नम्बर भन न एलसिडी लाइटर लाइटर लाइट बोक्न आउँछ भने आऊ भन्दा सक्दिन भने मेरो मायालु भन्देऊ न एलसिडी लाइट बोक्न आउने भयो जाऊ भन्दा नभए जाऊ रेल चढेर होइन सहयोग गर्ने भएको होइन र नभए रेल चढेर जाऊ होइन फोन आयो क्या हजुर भन्नु बलिन आउने म यताबाट बोल्दैछु होइन यस्तो हुन्छ फेरि कति खुसी भयो नि त जानुहोस् एकचोटि चलाउनु
खै हाम्रो केशवलाई एउटा गर्लफ्रेन्ड चाहिए ह घर बुहारी चाहिए छ अरे अब मकै भात्ने टाइममा होइन र मकै भात्नु पर्यो अब मकै त यिनले भाँच्छन् चराम चराम कस्तो भाँच्छन् यिनले मकै होइन किरण मकै बारी गराम गराम भन्दै होइन र ल जाऊ राम्रोसँग बोको ल किरण अरू केही भन्नु छ र अब हामी चेन डाँडा बजारमा आएर आज है पसल केशव के देखाएको अनि केशव के हो यो है कसैलाई यसो हेर्न मन छ नि हो तेरे ल बाई बाई त गर हो कस्तो खालको हो घाँस दाउरा काट्ने कस्तो बोक्ने होला नाम्लो लाएर कि चोइले बाँधेर नाम्लोले बोक्ने कि चोइले ए